हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। खास गरी यो विश्व टेलिभिजन दिवसकै अवसर पारेर पोखराबाट सञ्चालित रोदी टेलिभिजन परिवारको तर्फबाट हामीले यहाँहरूको सुविधाको लागि र मनोरञ्जनको लागि अत्यन्तै सोच विचारका साथमा हाम्रा मोनाली फिल्म प्रणालीका सञ्चालक एवं अध्यक्ष आदरणीय भोजबहादुर गुरुङको परिकल्पनामा रमाइलो यो ओटिटी प्लेटफर्म रोदी फ्लिक्स हामीले यहाँहरूको माझमा सार्वजनिक कार्यक्रम राखिरहेका छौँ। आज आनन्दसँग घरमा बसी बसी आफ्नो हातमा राखेर मोबाइल मार्फत पनि यहाँले आफूले मन पराएका नयाँ तथा पुराना चलचित्रहरू यहाँले हेर्न सक्नुहुनेछ। सर्वप्रथम त यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णलाई म कार्यक्रम सञ्चालक टसबहादुर गुरुङको तर्फबाट र सम्पूर्ण रोदी टेलिभिजन परिवारको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत अनि सम्मान गर्न चाहन्छु। र यो पनि जानकारी गराउन चाहन्छु कि यो कार्यक्रम हाम्रो रोदी टेलिभिजन, त्यस्तै गरी रोदी टेलिभिजनको युट्युब र रोदी टेलिभिजनको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भइरहेको पनि यहाँलाई जानकारी गराउन चाहन्छु। प्रत्यक्ष प्रसारणबाट जोडिनुभएका स्वदेश तथा विदेशबाट रोदी टेलिभिजन, रोदी युट्युब र रोदी फेसबुक पेज हेरेर बस्नुहुने तमाम आदरणीय दर्शक महानुभावहरूलाई पनि यसै कार्यक्रम मार्फत यहाँलाई हार्दिक स्वागत अनि सम्मान गर्न चाहन्छौँ। विशेषतः आज हाम्रो यो ओटिटी प्लेटफर्म रोदी फ्लिक्स र कर्मक्या गुरुङ चलचित्र कर्मक्या यहाँहरूको माझमा हामीले सार्वजनिक कार्यक्रम हामीले राखेका छौँ। यो कार्यक्रम औपचारिक नभइकन हामीले विशेष जोड चाहिँ त्यही कार्यक्रमको बारेमा दिने भएको हुनाले यहाँ उपस्थित सम्पूर्ण सङ्घ संस्था व्यावसायिक हिसाबले र आफ्नो आफ्नो क्षेत्रबाट समाजबाट पाल्नुहुने सम्पूर्ण बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकमुष्ट रूपमा हामी सम्मान गर्नेछौँ, एकमुष्ट रूपमा स्वागत गर्न चाहन्छु। म छोटकरीमा चाहिँ यो ओटिटीको बारेमा जानकारी गराउँछु र सरासर हाम्रो कार्यक्रमहरूको बारेमा चाहिँ म यहाँ अगाडि चाहिँ जानकारी गराउन चाहन्छु। नेटफ्लिक्सले नै यो कार्य सुरुवात गरेको, प्र्याक्टिस गरेको र नेपालमा विशेष गरी कोभिड पछाडि बढी हाम्रो माझ प्रयोगमा आयो यो शब्द ओभर द टप भन्छ। किन यसको आवश्यकता पर्यो? हुन त मलाई लाग्छ यो चाहिँ समयभन्दा अगाडि भएको हो कि समयभन्दा पछाडि भएको हो कि अलिकति चाहिँ मलाई पनि कन्फ्युज भइरहेको छ। अहिले नै होइन कि हाम्रो यो गुरुङ समाजको लागि अथवा गुरुङ चलचित्रको लागि ओटिटी सार्वजनिक समय अहिले उपयुक्त होइन कि जस्तो पनि लाग्छ। फेरि हामी ढिलो भएको हो कि जस्तो लाग्छ। किन यसको आवश्यकता पर्यो भन्दाखेरि हामीले विक्रम सम्वत 2052 सालबाट गुरुङ चलचित्रहरू निर्माण गर्न सुरु गऱ्यौँ। 82 सालसम्म आइपुग्दाखेरि झन्डै हाम्रो गुरुङ फिल्म एसोसिएसन नेपाल जिपानको अध्यक्ष यहीँ हुनुहुन्छ। लगभग 200 को हाराहारीमा हामीले गुरुङ चलचित्रहरू निर्माण गरिसकेका छौँ। चलचित्रहरू असाध्यै राम्रो चलचित्रहरू निर्माण गरेको छ, तर यसको बजार चाहिँ प्रवर्धनमा चाहिँ एकदमै अप्ठ्यारो भइराख्ने। अब एउटा गुरुङ चलचित्र निर्माण गर्यो, हल पनि नपाउने। अब एक दिन चलचित्र सो गर्दाखेरि एक दिनको हलको रेट आजको दिनमा सोध्न गयो भने 1 लाख रुपियाँ छ। अब 1 लाख रुपियाँ 300 रुपियाँको दरले टिकट बेचेर त्यो हल भाडा तिर्दा हाइरन। फिल्म बनायो, बडा मुस्किलले दुःख गर्यो, आफ्नो भाषा संस्कार संस्कृति बचाउँछु जोगाउँछु भनेर चलचित्रहरू निर्माण गर्ने। फेरि प्रदर्शनमा घर दैलो गर्नुपर्ने, लो दाइ हजुर टिकट किनिदिनु पर्यो फेरि भनेर धाउँदा हाइरन। कति त गाली पनि खाइयो। यो चाहिँ लगभग 30 वर्ष चाहिँ हाम्रो गुरुङ चलचित्रहरू यही पेरिमा यही प्रविधिमा हामी भुल्यौँ। 30 वर्ष भइसक्दाखेरि पनि हाम्रो चलचित्रको बजार व्यवस्थापनमा झन् दिन प्रतिदिन कठिनाइ हुँदै जाने भएको हुनाले चाहिँ अब चाहिँ अहिलेको प्रविधि मैत्री चाहिँ प्रदर्शन विधिहरू धेरै आइसकेको छ। तसर्थ हामीले यो रोदी फ्लिक्स ल्याउने एउटा चाहिँ निर्णय गऱ्यौँ र चाहिँ यो बनाउँदाखेरि यसको चाहिँ धेरै प्राविधिक कुराहरू छ। तरै पनि अहिलेलाई भने हामीले चाहिँ यो एन्ड्रोइड र वेब ब्राउजरमा चाहिँ एभाइलेबल छ। भन्दै
यो चलचित्रहरू चाहिँ अब सहज होस्। अब एउटा चलचित्र अब यहीँ पोखरामा प्रदर्शन गर्न फिल्म बनायो, अब वर्षभरि प्रदर्शन गर्नै लाग्यो। अब यो चलचित्रको तपाईँ कुरा गर्नुहुन्छ नि, यो चलचित्रको बनेको 73 सालमा हो यो चलचित्र बनेको। यो चलचित्रको कलाकारहरू सबै बडाबुडी भइसक्यो, सबै बाजे पनि भइसक्यो कोही त है। अब यो फिल्म अहिलेसम्म बजारमा निक्लेको छैन। अब बजारमा हलमा देखाएर त फिल्मको बजेटको चाहिँ लगानी पनि उड्न सकेको छैन। युट्युबमा हालौँ भने युट्युबमा त एकदम छोक्रा। तर यो माध्यम, यो चाहिँ ओटिटी सक्सेस भयो भने त रेभिन्यू जेनेरेट हुने धेरै माध्यममध्ये यो पनि एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ हाम्रो चलचित्रकर्मीहरूको लागि भन्ने हाम्रो उद्देश्य हो। तसर्थ आज चाहिँ हामीले चाहिँ यो ओटिटी अब यो चाहिँ कसरी चाहिँ सञ्चालन हुने भन्ने विषयमा बिस्तारै अगाडि बढ्दै जाउँला। र सुरुमा अब चाहिँ यसको यो रोदी फ्लिक्सको लोगो सार्वजनिक कार्यक्रम छ। यो लोगो सार्वजनिक कार्यक्रम भइसके पछाडि अटोमेटिकली आजको दिनबाट चाहिँ गुरुङ चलचित्रको इतिहासमा पहिलोपटक यसरी ओभर द टप माध्यमबाट दर्शकहरूको घरमै बसेरमा आफ्नो हातमा, गाउँमा, लेकमा, बेसीमा, विश्वभर चाहिँ चलचित्र हेर्न पाउने भयो कि। अब चाहिँ पोखराको दर्शकलाई पनि हजुर गर्नुपर्ने, हङकङ गएर फेरि कुन समाजले चाहिँ हाम्रो चलचित्र देखाइदिएला त्यो समाजलाई पनि हार गुहार गर्नुपर्ने, युकेको समाजलाई पनि हार गुहार गर्नुपर्ने। उहाँहरूले पो एउटा दुईवटा चलचित्र हो त अब उहाँहरूले गरिदिनुहुन्थ्यो। अब बारम्बार यसरी चलचित्रहरू चाहिँ अब प्रदर्शन गराइदियो भन्दाखेरि अब त्यहाँको सङ्घ संस्थालाई पनि गाह्रो हुन्छ। अब हामीले त्यो दिनको अन्त्य गरौँ। अब हामीले भरसक राम्रो चलचित्रहरू बनाऊँ ताकि दर्शकहरूले खोजी हेर्ने वातावरणको सृजना होस् भन्ने उद्देश्यले आजको यो एप्स सार्वजनिक गरेको हो, सार्वजनिक गर्न लागेको हो। तसर्थ यो रोदी फ्लिक्स ओटिटी प्लेटफर्मको लोगो सार्वजनिक कार्यक्रम रहेको छ यहाँ सर्वप्रथम। तसर्थ यो लोगो चाहिँ रेडी अवस्थामा पारिदिनु हुनको लागि म प्राविधिक साथीहरूलाई चाहिँ अनुरोध गर्दछु। अब यो चलचित्रसँग गतिविधि भएको हुनाले, यो चलचित्रको विशुद्ध कार्यक्रम भएको हुनाले यो लोगो सार्वजनिक गराइदिनु हुनको लागि चाहिँ म गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानको अध्यक्ष राजबहादुर गुरुङ, राजेश गुरुङलाई चाहिँ अनुरोध गर्दछु। यो लोगो सार्वजनिक गरिदिनु हुनको लागि राजेश गुरुङलाई अनुरोध गर्दछु, कृपया प्लिज। www.rodiflix.com यो रोदी फ्लिक्सको लोगो आज सार्वजनिक भएसँगै अब हामीले थाहा पाउनु पर्यो कि आजको दिनबाट चाहिँ अब आफूले मन परेको गुरुङ चलचित्र चाहिँ ओटिटीमा अथवा आफ्नो मोबाइलमा हातमा नै हामीले घरमै बसेर हेर्न पाउने चाहिँ व्यवस्था सुरुवात भएको चाहिँ यो घोषणा लगायत सम्पूर्ण गुरुङ चलचित्रकर्मीहरूलाई धेरै धेरै धन्यवाद भन्दै हाम्रो पहिलो चरणको कार्यक्रम सकिएको छ है दर्शक महानुभावहरू, सम्पूर्णलाई धेरै धन्यवाद। अब हाम्रो दोस्रो चरणको कार्यक्रम यहाँमा सुरु हुन गइरहेको छ। यो पनि एकदम छोटो छ, तपाईँहरू नआतिनु होला। अब हाम्रो यो दोस्रो चरणको कार्यक्रम ओटिटी त सार्वजनिक भयो। ओटिटी भनेको अहिलेको चाहिँ भर्चुअल चलचित्र हल चाहिँ अब हाम्रो बन्यो। अब चलचित्र हल अथवा ओटिटी मात्र बनाएर भएन। अब यसमा चल्नको लागि के चाहियो? चलचित्र चाहियो। तसर्थ आज फेरि पहिलो पटक चाहिँ हाम्रो रोदी फ्लिक्स ओटिटीमा गुरुङ चलचित्र कर्मै क्या भन्ने गुरुङ चलचित्र यहाँ सार्वजनिक हुँदैछ। तसर्थ म यो गुरुङ चलचित्र कर्मै क्याको बारेमा जानकारी दिनुभन्दा अगाडि यसै कर्म क्या चलचित्रमा समावेश गरिएको एउटा असाध्यै राम्रो गीतको नृत्य यहाँहरू माझ राख्न चाहन्छु। यो नृत्य प्रस्तुत गरिदिनु हुनको लागि चाहिँ हाम्रै अहिलेको यो ग्राफिक बनाउने हाम्रो आइटी मास्टर भनौँ न, हाम्रो रोदी टेलिभिजनको आइटी मास्टर कबिर गुरुङलाई एकजोट जोरदार ताली। त्यस पछाडि चाहिँ काउँ डाँडा, ताङतिङ गाउँ, मन्ज्याङ गाउँ चिनारी गीतहरूमा अभिनय गरिसकेकी मोडल मौसमी गुरुङलाई चाहिँ यो नृत्य प्रस्तुत गरिदिनु हुनको लागि अनुरोध गर्दछु। यो गीत चलचित्र कर्मक्यामा समावेश गरिएको हो। यसको रचनाकार सोही चलचित्रका कथाकार शङ्कर गुरुङ, शङ्कर बदासे दाई हुनुहुन्छ। सङ्गीतमा धनबहादुर गुरुङ लगायत अरू साथीहरू हुन्छ। धनबहादुर र अरू साथीहरूले गाएको गीत नरी ढुम्री भन्ने गीत प्रस्तुत गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।
Agui hular dukhayo si bhagya dosa pimo Agui hular dukhayo si bhagya dosa pimo Nari dungri ke misyong olsyo Nari puli ke misyong olsyo Mui to sengai Ha mui to sengai Deurali sa rakamo Oh deurali sa chesi kyolai mai rakamo Asimino mala se nori theno Asimino maya ngala se nori theno Nari dungri ke misyong olsyo Nari puli ke misyong olsyo Mui to sengai Ha mui to sengai ल धेरै धेरै धन्यवाद। अब तपाईँहरूले अड्कल लगाइसक्नुभयो। कर्मै क्या चलचित्रमा अर्थात् आज संसारभर एकैचोटि प्रदर्शन हुन लागेको चलचित्र कर्म क्यामा समावेश गरिएको यति राम्रो गीतमा यति राम्रो प्रस्तुति गर्नुभयो। अब साँच्चै नै चलचित्रमा त कस्तो होला त, चलचित्र नै कस्तो होला त, तपाईँलाई त खुल्तुली लागै हुनुपर्छ। अथवा ओटिटी कसरी चाहिँ चलाउँछ त, कसरी ओटिटीबाट चलचित्र हेर्न सकिन्छ त, तसर्थ प्राविधिक साथीहरूलाई सर्वप्रथम त्यो ट्युटोरियल भिडियो देखाइदिनु होला। धन्यवाद प्राविधिक साथीहरूलाई, सम्पूर्ण दर्शकहरूलाई पनि धेरै धेरै धन्यवाद। आज वास्तवमा विश्व टेलिभिजन दिवस पनि भएको हुनाले आजकै मितिबाट रोदी टेलिभिजन पनि ओटिटीमा सार्वजनिक भएको घोषणा गर्दछु। यो जानकारी यहाँहरू माझ राखे भन्दै अब सार्वजनिक हुन लागेको चलचित्र, ओटिटीमा सार्वजनिक हुन लागेको चलचित्र कस्तो छ त, त्यसको फिल्मी भाषामा ट्रेलर भन्छ। अहिले पछिल्लो समयमा हाम्रो राजनीतिज्ञहरूले पनि अब ट्रेलर देखाइदिन्छु, फिल्म त हेर्न बाँकी छ भन्छ नि। त्यही जस्तो यो ट्रेलर सार्वजनिक गरिदिनु हुनुको लागि चाहिँ गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानका संस्थापक अध्यक्षलाई कर्म क्या चलचित्रको ट्रेलरमा प्ले गरिदिनु हुनको लागि अनुरोध गर्दछु। माउत से गुरुङ। धेरै धेरै धन्यवाद गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानका संस्थापक अध्यक्ष माउत्से गुरुङ। र अब यो हलको सम्पूर्ण लाइटहरू बालिदिनु हुनको लागि अनुरोध गर्दछु। अब अघि तपाईँहरूले यो चलचित्रको चाहिँ प्रोमो मात्रै हेर्नुभयो। अब पुरा चलचित्र हेर्नको लागि चाहिँ तपाईँहरूले चाहिँ रोदी फ्लिक्स डाउनलोड गर्नु पर्यो। त्यस पछाडि चाहिँ त्यसलाई चाहिँ 300 रुपियाँ चाहिँ तिर्यो भने त्यो फिल्म तपाईँले घरमै बसेर सबै घरमै हेर्नु पर्यो, पाउनी भयो। हिजोको दिनमा हुन त अहिले
विभिन्न चाहिँ यस्तै साइटहरूमा 100-200 रुपियाँमा संसारभरिको करोडौँ पर्ने फिल्महरू 100-200 पनि हेर्न पाइन्छ, जस्तै विभिन्न साइटहरूमा। तर त्यो साइटहरूमा त फेरि हाम्रो कर्म क्या आउँदैन नि त। कर्म क्या हेर्नको लागि चाहिँ हाम्रै रोदीफ्लिक्समा भिजिट गर्नु पर्यो होइन। यसरी हामीले चाहिँ प्रवर्तन गरेको हाम्रै एप्सहरू हेऱ्यो भने हाम्रो चलचित्र निर्माताहरूले को रेभिन्यू पनि उहाँहरूको लगानी पनि उठ्ने भयो र फेरि यस्तो खालको चलचित्रहरू धेरै बन्ने भयो। तसर्थ सबैले चाहिँ ओटिटी हिजोको दिनमा चाहिँ अब कुनै क्यासेट विमोचनमा, आज पनि कतैको पुस्तक विमोचनमा गयो भने लेखकको किताब किनेर लैजाने चलन छ नि, त्यही जस्तो क्यासेट किनेर लैजाने चलन थियो नि, त्यही जस्तो आज यहाँ उपस्थित दर्शकहरूले सर्वप्रथम यो एप्स डाउनलोड गरेर जानु पर्यो। अब साह्रै 300 रुपियाँको सब्सक्राइब पनि 48 घन्टाको लागि 2 दिनसम्म, आज शुक्रबार भोलि शनिबार मजाले परिवार बसेर घरमा ठुलो पर्दामा चाहिँ 300 रुपियाँमै फिल्म हेर्न पाउने भयो कि। अघि हाम्रो कथाकार हाम्रो शङ्कर दाईले चाहिँ आज नालमरहरू त फिल्मै हेर्ने भनेर आउनुभएको छ, भाइ के गर्ने होला, नालमरलेहरूले आज फिल्मै गोजीमा हालेर पठाउने हो दाई भन्दै थिएँ कि मैले। आज चाहिँ तपाईँको मान्छेहरूले फिल्मै घर लिएर जाने दिन हो। हुन त हिजोको दिनमा पनि हामीले फिल्म बनाएर क्यासेट किनेर, क्यासेट रेन्टमा किनेर चाहिँ अब एउटा क्यासेटको अब 2052 सालतिर एउटा भिडियो क्यासेट हेर्नको लागि 15 रुपियाँ 10 रुपियाँको क्यासेट एक दिन घर लगाएर हेर्न पाउँथ्यो कि। त्यही जस्तो हो यो होइन, त्यस्तै अप्ठ्यारो छैन होइन। अब प्रविधि चेन्ज भयो, हिजो क्यासेट चक्क थियो भने अब त मोबाइलको जमाना आइसक्यो, मोबाइलमा चाहिँ आफूले चाहिँ हेर्न पाउने भयो। ल भन्दै आजको यो विशेष कार्यक्रमको यो कर्मज्ञ चलचित्रको चाहिँ समूहलाई, युनिटलाई, यहाँ उहाँहरूलाई चाहिँ परिचयात्मक कार्यक्रम यहाँ रहेको छ। तसर्थ म यो कर्मज्ञ चलचित्रको लेखक हुनुहुन्छ शङ्कर गुरुङ, शङ्कर बतासे पनि भन्छ, उहाँको चाहिँ साहित्यिक नाम चाहिँ बतासे हो। कृपया शङ्कर गुरुङलाई यस स्टेजमा हार्दिक निमन्त्रणा गर्दछु। यो फुल लाइट बालिदिनु होला कान्छ सबै। त्यस पछाडि यस चलचित्रका सहनिर्देशक हुनुहुन्छ गायक गजेन्द्र गुरुङ र त्यसै गरी यस चलचित्रका निर्देशक हुनुहुन्छ जसु गुरुङ। कृपया जसु गुरुङको लागि जोडतोडले चाहिँ ताली बजाइदिनुको लागि अनुरोध गर्दछु। र कर्मज्ञसँग सम्बन्धित अरू कोही कलाकार आउनुभएको छ भने कृपया मलाई यहाँ नाम टिपाउनु है। सूर्य गुरुङ, कलाकार सूर्य गुरुङ कृपया स्टेजमा आइदिनु हुनुको लागि हार्दिक अनुरोध गर्दछु। यो चलचित्र विक्रम सम्वत 2073 सालमा नालमा र त्यस वरिपरि छायाङ्कन गरिएको चलचित्र हो। यो चलचित्र सोही वर्ष नेपाल चलचित्र मातृभाषी प्रवर्तन समितिले यो चाहिँ विशेष चलचित्रको पुरस्कारबाट पनि पुरस्कृत चलचित्र हो यो। तसर्थ यो महत्त्वपूर्ण चलचित्र आजबाट चाहिँ यो चाहिँ रोदीफ्लिक्स ओटिटीमा चाहिँ यो सार्वजनिक भइसकेको छ। तसर्थ संसारभर हाम्रो रोदी टेलिभिजन हेरिराख्ने दर्शकहरूलाई म के भन्न चाहन्छु भने अब www.rodiflix.com बाट चाहिँ कर्मज्ञ चलचित्र आज पहिलो दिनमा हामीले पहिलो एउटा चलचित्र मात्रै राखेका छौँ। आगामी दिनमा यो चाहिँ यो पे फर भ्यू माध्यमबाट भन्छ यो सक्सेस भयो भने फेरि अन्य गुरुङ चलचित्रहरू र अन्य चलचित्रहरू पनि यहाँ चाहिँ हामीले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। हुन त सुरुमा आज हामीले चाहिँ गुरुङहरूको पहिलो चाहिँ ओटिटी चलचित्र, ओटिटी प्लेटफर्म भन्ने तापनि यो वास्तवमा कन्टेन्ट हो, जसको कन्टेन्ट राम्रो हुन्छ त्यही कन्टेन्टहरू हामीले प्राथमिकता दिनेछौँ। हुन त आज हामीले थकाली भान्सा घर भन्छ नि त, थकाली भान्सा घरमा त थकाली मात्र भात खान जाँदैन, सबै समुदायहरू गएर भात खान्छ नि। यदि ओटिटी पनि राम्रो भयो भने यहाँ नेपाली चलचित्र, मगर चलचित्र, थकाली चलचित्र होइन, विदेशी चलचित्र पनि यहाँ पछि भविष्यमा हुनसक्छ है भन्ने जानकारी गराउँदै अब सर्वप्रथम हामी केही यो कर्मज्ञकै चर्चा गर्नेछौँ। हाम्रो प्राविधिक साथीहरूलाई, निर्देशकलाई माइक उपलब्ध गराइदिनु हुनुको लागि अनुरोध गर्दछु। अब यहाँ उपस्थित दर्शकहरू र यो संसारभरिबाट चाहिँ रोदी टेलिभिजनको सामाजिक सञ्जालबाट यो हेरिराख्ने दर्शकहरूलाई के बताइदिनु भने यो कर्मज्ञ चलचित्र दर्शकहरूले किन हेर्नुपर्छ यसको बारेमा थोरै जानकारी गराइदिनु हुनुको लागि निर्देशक जसो गुरुङलाई अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद दिन चाहन्छु। रोदी फ्लिक्सको जुन सृजना गर्नुहुने आदरणीय दाई भोजबहादुर गुरुङ
सँगसँगै रोदेफ्लिक्स परिवारलाई धेरै धेरै आभार एवं धन्यवाद दिन चाहन्छु। यहाँ उपस्थित सम्पूर्ण महानुभावज्यूहरू, विशेष गरेर आज गुरुङ फिल्म एसोसिएसनका अध्यक्षज्यू पनि हुनुहुन्छ, त्यसै गरेर गुरुङ फिल्म एसोसिएसनका संस्थापक अध्यक्ष माउसे दाई हुनुहुन्छ र गुरुङ चलचित्र कर्मीहरू हुनुहुन्छ। सबैजना हङकङबाट भर्खर मात्रै देखिरहेको छु, विश्वास गुरुङ पनि आइराख्नु भएको रहेछ र सबैजना उपस्थित सम्पूर्ण महानुभावज्यूहरू, पत्रकारज्यूहरू सबैजनालाई म कर्मक्या चलचित्रको निर्देशकको हैसियतले कर्मक्या चलचित्र परिवारको तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु। विशेष गरेर कर्मक्या चलचित्र, कर्मक्या भन्ने बित्तिकै कतिजनालाई थाहा भइसकेको छ, नाम आफैमा पनि काफी छ जस्तो लाग्छ, तर त्यो भित्र के छ भनेर भन्ने कुराको लागि चाहिँ पक्कै पनि तपाईँहरूले हेर्नुपर्ने हुन्छ। कर्मक्या चलचित्र कति त योभन्दा अघि नै भोज दाईले भनिसक्नु भएको छ, करिब हामी 8-9 वर्ष पछाडि फर्कन चाहन्छौँ। धेरै अहिलेको प्रविधिभन्दा धेरै गाह्रो थियो त्यो समय म अहिले स्मरण गरिरहँदाखेरि चाहिँ निकै विशेष त कतिपय मैले भन्नै पर्ने हुन्छ। हामीसँग एकदम थोरै बजेटमा हामीले राम्रो गरेर देखाउनु पर्ने हुन्थ्यो र सम्भवतः मैले आफ्नो तर्फबाट प्रयास गरेँ। हुने सम्पूर्ण हाम्रो कर्मक्या चलचित्रको युनिट सबैजनालाई यहीँबाट सम्झन चाहन्छु। विशेष गरेर हाम्रो स्क्रिप्ट राइटर एवं पटकथा पनि लेख्नु भएको छ र कथा, विशेष गरेर कथा पनि उहाँको आफ्नै परिकल्पना रहेको छ। शङ्कर गुरुङ बतासे दाईलाई हृदयदेखि नै आभार एवं धन्यवाद टक्राउन चाहन्छु। उहाँसँग निकै कुराकानीहरू भइरहन्थ्यो, कर्मक्या चलचित्रको बारेमा निकै छलफल भइरहन्थ्यो। कर्मक्या चलचित्र आफैमा पनि मेरो लागि एकदम चुनौतीपूर्ण चलचित्र रहेको थियो। त्योभन्दा अगाडि मैले चाहिँ 6वटा चलचित्रहरू सहनिर्देशन गरिसकेको थिएँ, तर पनि मैले सोलो निर्देशन गरेको चलचित्र चाहिँ कर्मक्या पहिलो रहेको थियो। त्यसै कारणले पनि मलाई एकदमै गाह्रो थियो। त्योभन्दा अगाडि चाहिँ मैले माउसे दाई, प्रितम दाई, मनोज दाई, पृथ्वीमान गुरुङ दाई लगायत सम्पूर्ण धेरै निर्देशकहरूसँग मैले काम गरिसकेको थिएँ। उहाँहरूको आड लिएर छत्र छायामा मैले काम गरिराख्दाखेरि म आफूलाई निकै सहज र सजिलो फिल गर्थेँ र कर्मक्या गरिराख्दाखेरि मलाई एकदमै भन्नाले कस्तो एकदमै अप्ठ्यारो जस्तो फिल चाहिँ भइरहेको थियो। तर पनि मेरो आत्मविश्वास, विशेष गरेर म गर्छु भनेर मात्रै मैले यसलाई अगाडि बढाएको थिएँ र मेरो देखिरहेको, म जन्मिसके पछाडि देखिरहेको संसारभन्दा बेग्लै संसारको कथालाई चाहिँ मैले यहाँनिर समेट्न खोजिरहेको थिएँ र मैले धेरै कुराहरू शङ्कर दाईसँग नाल्मा गाउँ धेरै पटक भिजिट गएको थिएँ र विशेष गरेर बसेर टेबल टक अथवा हामी धेरै छलफल, कथा फिल्डमा जानुभन्दा अगाडि धेरै छलफल गर्ने गर्थ्यौँ। विशेष गरी त्यहाँनिरको समुदायमा के हुन्थ्यो, कसरी बोलिन्थ्यो र उनीहरूको लवजहरू कस्तो थियो, हिँडाइ र त्यो 25 वर्ष अगाडि जुन छायाङ्कन हुनुभन्दा 25 वर्ष अगाडिको कथालाई लिइरहेका थियौँ, जहाँनिर बिजुली बत्ती थिएन, रोड बाटो थिएन र छायाङ्कन गर्ने समयमा रोड गइसकेको थियो, बिजुली गइसकेको थियो, धेरै कुराहरू परिवर्तन भइसकेको थियो। त्यो कुराहरूलाई काटेर हामीले देखाउनु पर्ने हुन्थ्यो। त्यो सँगसँगै त्योभन्दा अगाडिको समयमा यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो भनेर भन्ने खालको कथनहरू जस्तो लाग्थ्यो हामीलाई सुन्दाखेरि। त्यो कुराहरू चाहिँ उतार्नु पर्ने हुन्थ्यो। त्यसै कारणले पनि निकै गाह्रो विषयवस्तुमा प्रयास गरेको हो। पक्कै पनि तपाईँहरू सबैजनाले यसमा पब्लिक सोहरूमा 1-2वटा सोहरू हाम्रो गुरुङ चलचित्रको सो भइसकेको छ र त्यो सोहरूमा पनि तपाईँहरूको माया चाहिँ हामीले त्यत्तिकै पाएका थियौँ। पक्कै पनि अहिले जुन यो रोदीफ्लिक्सबाट पहिलोपटक OTT प्लेटफर्ममा चाहिँ कर्मक्यालाई स्थान दिनुभएको छ, भोज दाईलाई एकदम हृदयदेखि आभार धन्यवाद पनि टक्राउन चाहन्छु। र यहाँको विषयवस्तुलाई लिएर तपाईँले, मैले यो चलचित्र नै रोजेँ भनेर भन्नुभयो केही बेर अगाडि, त्यसै कारणले पनि एकदमै धन्यवाद दिन चाहन्छु। तपाईँहरू सबैजनाले यो चलचित्र कतिले त हेरिसक्नु भएको छ, यो चलचित्र हेरेर हामीलाई साथ दिनुभएको छ, माया दिनुभएको छ। पक्कै पनि यो OTT प्लेटफर्ममा पनि तपाईँहरूले साथ दिनुहुनेछ भन्ने अपेक्षा राख्दछु। र यो चलचित्रको केही विषयवस्तु भन्दा पनि विषयवस्तु त तपाईँहरू आफैले हेर्नुपर्ने हुन्छ। विशेष गरेर यो धेरै वर्ष अगाडि हामी जब छायाङ्कनमा गएका थियौँ, त्योभन्दा 25 वर्ष अगाडिको कथालाई हामीले चाहिँ उतार्ने प्रयास गऱ्यौँ। यो वियोगान्त चलचित्र रहेको यहाँ सबैजना जानकारी गराउन चाहन्छु। सम्भवतः अहिलेको हाम्रो नयाँ जेनेरेसन, हामीभन्दा पछाडिको जेनेरेसनहरूले यो कुराहरू
देख्न पाउनु भएकै छैन र फिल गर्न पाउनु भएकै छैन। यो ऐतिहासिक कुराहरू चाहिँ यहाँनिर समेटिएको छ। यस्तो पनि हुन्थ्यो गुरुङ संस्कार संस्कृतिभित्र, यस्तो खालको पनि हुन्थ्यो, रोदी यसरी गइन्थ्यो, यस्तो हुन्थ्यो, त्यहाँनिर यसो भनिन्थ्यो, अथवा रोदीमा यस्तो हुन्थ्यो, अथवा पहिला पहिलाको माया प्रेमहरू यसरी व्यक्त गरिन्थ्यो। अहिले चाहिँ सबैको मोबाइलमा कसरी प्रस्तुत गर्नुहुन्छ आफ्नो मायाहरू, त्यति बेलाको समयमा माया प्रस्तुत गर्ने तरिका कस्तो थियो भन्ने खालको कुराहरू चाहिँ यहाँनिर समेट्न खोजिएको छ। पक्कै पनि तपाईँहरू सबैजनाले यो चलचित्र हेरेर साथ दिनुहुनेछ र पक्कै पनि केही जिज्ञासा अथवा केही सुझावहरू छ भने पनि तपाईँहरूले दिन सक्नुहुनेछ भन्दै फेरि पनि ओटिटी प्लेटफर्मको यो पहिलो चलचित्र कर्मक्यालाई रोज्नु भएको रोदी फ्लिक्स टिमलाई एकदमै धेरै धेरै धन्यवाद एवं आभार भन्दै सम्पूर्ण हाम्रो टिम, म फेरि पनि त्यही विगत 8-9 वर्ष पछाडि फर्कन चाहे सबै टिमलाई सम्झन चाहन्छु र धेरै धेरै धन्यवाद एवं आभार। सबैमा शुभकामना। धन्यवाद निर्देशकज्यू। हाम्रो लेखक तथा निर्माता शङ्कर गुरुङ बतासे दाइ के भन्नुहुन्छ कि? नमस्कार। यहाँ हाम्रो संस्थाको संस्थापक अध्यक्ष जिफानको दाजु आउनुभएको छ, नमस्कार, धन्यवाद। यता अहिलेको हाम्रो अध्यक्षज्यू भालुवाला, उहाँले पनि नमस्कार, धन्यवाद। मेरो मित्र आमिर साहब, सबैलाई उपस्थित बाबा आमा दाजुभाइ दिदीबहिनीहरू, मेरो गाउँलेहरू, अन्य गाउँबाट आउनुभएको सम्पूर्ण दाजुभाइ दिदीबहिनी सबैमा नमस्कार। र सर्वप्रथम त धन्यवादै ज्ञापन। फिल्म हेर्ने भनेर झुक्या जस्तो भयो, सरी। जस खल्ती चाहिँ अब अघि नै भोसले भनिसक्नु भएको छ, फिल्म खल्ती लिएर जानुहोस्, यहाँ हेरेर किन टाइम पास गर्ने भन्ने खालको कुरा गरिसक्नु भएको छ। धेरै त गीत लेख्छ र मेरो गीत त्यहाँ एरेन्जसम्म नि गरिदिएन। ल त गीत रेकर्ड गर्नु भनेर मैले भन्थेँ एउटा गीतको, त्यो बेला मैले 20,000 रुपियाँ दिएको थिएँ क्यास, तर एरेन्ज भएन। पछि गीत निस्किने बेलासम्म एउटा गीतको मूल्य 25,000 भइसकेछ, त्यो पैसाले पुगेन। यहाँसम्म नि भयो। यही चलचित्रको कथा कुराकानी हो यो। म फिल्म बनाउँछु भनेर आउने बेलामा यहीँ हाम्रै जिफान कोरियाबाट टर्नै अनि त्यो फिल्म बनाउने भन्ने कुरो नि चल्यो अरे। अनि कोही बेला फेरि त्यहाँ कङ्गाली त्यो बिरामी भएर आएको मुर्दाले के को फिल्म बनाउँछ र भनेर फेरि त्यो कुरो त्यहीँ चलेर रहेछ। जस मलाई यी सबै कुराले भित्री अन्तर्आत्मामा एकपल्ट छुन्छ। तर यो चलचित्रसँगै मैले सबैभन्दा पहिलोपटक गीत प्रस्तुत गर्न पाएँ, मेरो पहिलो भयो। कथा प्रस्तुत गर्न पाएँ, पटकथा प्रस्तुत गर्न पाएँ, मेरो पहिलो भयो। यसै गरी पहिलो चलचित्र महिला निर्देशकको रूपमा जसो नानीलाई उभ्याइदिन पाएँ। नानीले यो पनि नानीको लागि पहिलो नै भयो। यता दाजु हुनुहुन्छ पटक गर्नुभएको थियो, उहाँहरूको पनि यो पहिलो नै रह्यो। यता मेरो मित्र सूर्य, उहाँले पनि फिल्ममा खेल्नुभएको पहिलो नै हो। यसमा रिया नानी नायिका बनेको पहिलो हो। यसमा धेरै पहिलो कुराहरू छ। तर हराइसकेको गुरुङ फिल्म भनेर गुरुङ फिल्म नबन्ने, गुरुङ भाषाबाट नबन्ने है, गुरुङ फिल्म त बन्ने, गुरुङ भाषाबाट नबन्ने, नेपाली फिल्मबाट मात्र गुरुङ फिल्म बन्ने चलन आइसकेको थियो। त्यही बिचमा म बौला फेरि कताबाट फेरि बौलाएर गुरुङ फिल्म बनाउन आइपुगेछु। कता यो क्षेत्रमा त आउनु त आइहालेँ, अलिकति कता अघि नै भनिसकेँ। पेट र मन छचल्किँदाखेरि मस्तिष्क मेरो छुनी गर्दछ। यो क्षेत्रमा आइपुगेँ। त्यो हराएको बेलामा सायद यो पहिल्यै भइसक्यो अरे, हराइसकेको पछिको पहिलो यो हुन आइपुग्यो। आज ओटिटीमा प्रस्तुत गर्ने यो प्रदर्शन हुने चलचित्र पनि पहिलो नै भएको छ भने यसबाट मैले नेपाल आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्धन समितिबाट पुरस्कार के अरे सम्मान के अरे अवार्ड जितेँ। हामी सबैले जितेका हौँ। त्यो पनि पहिलो नै थियो भने जोमो फिल्म्सद्वारा सञ्चालित आयोजित कार्यक्रम थाइल्यान्डमा बेस्ट स्टोरी र स्क्रिप्टको अवार्ड मैले थापेको थिएँ। म आफै थाइल्यान्ड गएको थिएँ त्यस बखत। त्यो पनि मेरो लागि पहिलो नै रह्यो। नेपाल चलचित्र विकास बोर्डले सम्मान पुरस्कार प्रदान गरेको थियो। त्यो थाप्नु पनि ठुलो कुरो थियो, पहिलो नै थियो। यो पहिलोको चलचित्र
यहाँ पहिल्यै भएर आइदिँदाखेरि कता कता को हिन्दी फिल्ममा भने जस्तो साला यो दिल गार्डन गार्डन हो गयो भने जस्तो लाग्छ। तर यो दिल गार्डन गार्डन हुँदाखेरिको पीडा मलाई मात्र थाहा छ। अब एउटा सत्य कुरा भनौँ, लमजुङमा म टिकट काट्न गएको थिएँ एकजना साथीलाई, मेरो आफ्नै साथीलाई, ओ टिकट काट्दियो त, कति 200 रुपियाँ। त्यो बेला कुखुराको मूल्य थियो 1 किलोको 220 रुपियाँ मासुको। अनि साथीले के भन्यो भने, हट 200 रुपियाँ त साह्रै महँगो भयो नि, त्यसमाथि 20 रुपियाँ थप्यो भने त हामी बुढाबुढी छोराछोरी टन्न आगो निकालेर खान पाइन्छ भनेर भन्नुभयो मेरो मित्रले। ओहो, मैले कुनै बेला खुवाइदिएको मोमो त पानीमा गइछ क्यारे जस्तो लाग्यो। किनकि साथीले साथीको मन राख्नुपर्ने ठाउँहरू थियो। यो चलचित्र लिएर अगाडि जाँदाखेरि साथीहरूले मेरो भावनामै कुल्ची जस्तो लाग्यो। मेरो अघि नै भनेको त्यो छचल्किएको भुँडीमाथि कुल्ची जस्तो लाग्यो। कता कता यो मलाई साह्रै अप्ठ्यारो स्थितिमा म चलचित्रमा आए जस्तो लाग्छ। म अहिले तपाईँहरू सामु गफै लाउँदाखेरि मैले 1 दर्जन जति देशहरू घुमेको छु। म दक्षिण कोरियामा काम गर्दाखेरि मेरो काम आँखा नदेख्ने भएको हो। म आँखा देख्दिनँ। अहिले तपाईँहरूले भन्नु होला यो बतासे नाटकै हो भनेर भन्नु होला, त्यो पनि भन्न पाउनुहुन्छ, तपाईँको नैसर्गिक अधिकार, जेसुकै भन्नुहोस्, मलाई भन्नु केही पनि छैन। म नेपाल आएर म के गर्ने त? अब नेपाल आएर मैले त के त गर्नु पऱ्यो। म कुटो कोदालो म गर्न सक्दिनँ, गोरु जोतेर म हिँड्न सक्दिनँ, गाडी ड्राइभिङ गरेर म हिँड्न सक्दिनँ। म नेपाल गएर के गर्ने त भनेर सोच्दा म नेपाल गएर एउटा फिल्म बनाउने काम गर्छु, गीत सङ्गीतमा लाग्छु भनेर सोचले आएँ। र यहाँ नेपाल आएर जब चलचित्र पनि बनाइयो, चलचित्र क्षेत्रमा फालियो, यो यति ठुलो रहर लाग्दो पोखरी रहेछ, झ्याम्मै पस्दा त बडो आनन्द लाग्यो। अब मलाई निस्किने कसरी होला, बडो मलाई गाह्रो भइरहेछ। म यो ठाउँ छोडेर भाग्न पनि सक्दिनँ। अब मैले गर्ने के त? फेरि यहीँ बसौँ भने यो भित्रको पीडा त मैले थेक्नै नसक्ने पो छ त। फेरि तसर्थ मलाई त कता कता हाम्रो मेरो आफ्नै साथीले भनेको, दाजुभाइले भनेको कुराहरूले ज्यान पुरै हल्लाइदिन्छ। मन मस्तिष्क त के हो र, पुरै ज्यानै हल्लाइदिन्छ। अब तसर्थ अब फेरि पनि हामी यो पुरानो माहौलबाट उम्किनको लागि जुन वातावरण सिर्जना गरिदिनु भएको छ भोट सरले, म त धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँले सबैभन्दा पहिलो चलचित्र हाम्रो नै अगाडि सारिदिनु भयो। यसो भनिरहँदाखेरि फेरि अघि नै भनिसकेँ, 300 रुपियाँ त्यो झ्यालाजरी को डाउनलोड गरेर हुन्छ भनेर चाहिँ नभनिदिनु होला है। 300 रुपियाँमा रहेछ त फेरि त्यहाँ 150 रुपियाँ थप्यो त फेरि 1 किलो आउँछ भनेर नसोचिदिनु होला। किनकि यो तपाईँहरूले हेर्नुभएको पैसा, त्यो लगाउनु भएको पैसा घुमिफिरी तपाईँको समुदायमा तपाईँहरू सामु नै आइपुग्छ। हामी धेरै दुःख कष्ट गरेर यो यति सानो सिर्जना गरेका हुन्छौँ। अब यो यति धेरै लगानी गरेको हुन्छ, फेरि दुःख त थोरै देखिएला, पैसा त धेरै देखिन्छ नि, लाखौँमा हालेको हुन्छ। तपाईँहरू सबै जब 300 रुपियाँ त माग्न आएको हो नि है, त्यो पनि हामीले नदेख्ने गरी। टिकट त देखिन्थ्यो है, यो त देखिन्न। त्यही भएर यो चाहिँ गाह्रो नमानिकन एप डाउनलोड गरेर सेयर गरिदिनु होला। यसै फिल्मको अलिकति भावनात्मक कुराहरू पनि मैले सेयर गर्न चाहेँ। यो नरी ढुङ्री चौमिस्यो गल्स्यो, नरी ढुङ्री खेमिस्यो गल्स्यो, कुनै बेला मेरो पनि गर्लफ्रेन्ड थियो होला नि त है। म त्यसलाई भनेको थिएँ होला नि त मैले, म पैसा धेरै कमाएपछि तिमीले म कान नाक जम्मै टन्नै बनाइदिन्छु भने होला नि त। मैले त्यही सोचेर लेखाल्नु त्यो गीत। तर जिन्दगीको कथा अर्कै रहेछ, अहिलेसम्म एक्लै भएँ। त्यही यसैमा रहेको अर्को गीत छ, छ्यापा बिबा माया खेताचे खाना बेङ्ग्यौ कृताचे जुग थोलेङ हालोङ्गे माया तिनी तोताचे भेलर पर्दिङ माया बगैसी भएपछि। अब मैले बाजा गरेको माया त अब अर्को ल्याइदिएपछि त म त एक्लै भइगयो त। अनि अब यो कुरा त धेरै छ, यहाँ यति धेरै गफ गर्नु त मन त थिएन। तर के हो भने आज कार्यक्रम साह्रै छोटो भयो कि भनेर अलिक धेरै बोलिदिया हो। मेरो यहाँ आजदेखि यो भारी चाहिँ लगभग 20 किलो जति वेट चाहिँ घट्छ। किनकि यो भित्री मनमा भएको पीडा चाहिँ यसरी व्यक्त गर्ने मसँग ठाउँ थिएन।
कोहीसँग कोठाउँ भन्यो भने त यहाँ गफै लागेको मुद्दाले भनिहाल्थ्यो कि यहाँ स्टेजमा बोलेपछि त झुटो त बोलिनँ होला नि त मैले। तसर्थ जे होस् यो यहाँ आएर यसरी बोल्ने अवसर दिनुभयो। यहाँ मलाई भित्री अन्तर्आत्माबाट सुटिङभरि नै लोन दाई के गर्ने हो कसो गर्ने हो यसले के भनिन् दाई भन्दाखेरि अग्रज दाजु गजेन्द्र दाई उहाँ मेरो कुनै बखत गुरु हुनुहुन्छ, उमेरले उहाँ दाजु हुनुहुन्छ, हिँड्दाखेरिको साथी हुनुहुन्छ उहाँ मेरो भए पनि मालिङ र नालमा भए पनि। यता जसु नानीले भनौँ कहाँ स्याङ्जाको नानी कहाँ लमजुङको, उहाँ मलाई मेरो आफ्नो दिदीबहिनी भन्दा परको लाग्दैन। केही पर्दाखेरि लौ नानी भनेर भावनात्मक कुराहरू सेयर गर्ने गर्दछु। उता सूर्य सर हामी चाइल्डहुड हौँ, ऊ बेला कट्टु साटेर लाउने साथी, एउटा पोखरीमा नाङ्गै नुहाएको साथी है। अनि तसर्थ हामीसँग यी सबै सेन्टिमेन्टहरू जोडिएको छ, बडो रमाइलो कुराहरू छ, क्षणहरू छ। यहाँ थुप्रैजना मेरो आफन्तहरू पालिदिनु भयो, इष्टमित्र पालिदिनु भयो। धन्यवाद गर्दै यो रेडियो चाहिँ यहीँनिर बन्द गरी अनुमति दिनु होला है त। थ्याङ्क यू। धेरै धेरै धन्यवाद। एउटा चलचित्र हेर्नको लागि खर्चेको 300 रुपियाँ त्यो वास्तवमा अन्ततः हाम्रै समुदायको लागि, हाम्रै समाजको लागि हो। अहिले अधिकांश गुरुङ गाउँहरूको पोखरा आएर बस्ने काठ सहरमा युके अमेरिकामा हुनेहरूको लगभग आफ्नै एउटा समाज घर छ। त्यो समाज घरको हरेक भित्ताहरूमा एउटा नारा लेखिएको छ, स्टेटमेन्ट लेखिएको छ। अहिले आएको पछिल्लो बच्चाहरूले कतिले त्यति प्रोनाउन्सिएसन गर्न पनि जान्दैन, जान्नेले अर्थ पनि बुझ्दैन। समाज चलाउने, आफ्नो संस्कार संस्कृति संरक्षण गर्दै हिँड्छु भन्ने हामी अगुवाहरूले पनि त्यसको मर्म अनुसारको के समाजले काम गरेको छ त होइन। तर मान्छेको मनोविज्ञान, मान्छेको मस्तिष्कमा परिवर्तन ल्याउने, आफ्नो संस्कार संस्कृति जोगाउनको लागि होइन, मान्छेलाई मोटिभेट गर्ने माध्यम भनेको चलचित्र हो। अब एउटा चलचित्र बनाउनको लागि ल हेर्नुहोस् त, चलचित्र कति रमाइलो, हिरो हिरोइनी नाचेको देखेर यो क्षेत्रमा झ्याम्मा हाम फाल्यो। हाम्रो निर्माताको दुःख, यहाँबाट म कसरी उत्रिने होला, अगाडि जान पनि सकेको छैन, पछाडि जान पनि सकेको छैन, तैरिनु पनि सकेको छैन, कस्तो पीडा छ क्या होइन। अब यस्तो पीडा भएको क्षेत्रलाई तपाईँले पनि 20-25 लाखको फिल्म बनाऊ भनेको छैन हामीले। सिर्फ ती आफ्नो संस्कार संस्कृति, आफ्नो भाषा संस्कार संस्कृति जोगाउँछु भन्ने निर्माताले बनाएको त्यो कोही 30 लाखको कोही 1 करोडको होला, त्यो चलचित्र सिर्फ 300 रुपियाँ तपाईँले तिरेर तपाईँ पनि एज अ त्यसको पार्टनर, त्यसको साथी, त्यसलाई प्रोत्साहन गर्नको लागि चाहिँ उहाँले अनुरोध गर्दै हुनुहुन्छ। उहाँले भनेको सम्पूर्ण चाहिँ हामी चलचित्रकर्मीहरूको अनुरोध पनि हो। र अघि मैले भनिसक्यो, आज तपाईँले www.rodiflix डाउनलोड गरेर मात्र गइदिनु होला। आजले मलाई त डाउनलोड गर्नु पनि आउँदैनले, कहाँ खोज्ने हो, टाइप गर्न पनि आउँदैन भने हाम्रो त्यहाँ ढोकामा चाहिँ हाम्रो रोदी टेलिभिजनको कन्टेन्ट म्यानेजमेन्ट डिपार्टको प्रमुख निविता गुरुङ र साथीहरू बस्नुभएको छ। त्यो नानीले तपाईँको मोबाइलमा सिकाइदिनुहुन्छ। अब भरे घर गएर 300 रुपियाँ सबै परिवार। अब अरू गुरुङ चलचित्र त 1000 रुपियाँ टिकट काटेर उहाँ हलमा जानुपर्ने, फेरि त्यो अघि मैले भने जस्तो आते जाते खर्च पनि हुने, अनि एकजनाले मात्रै हेर्न पाउने। अब त्यो 300 रुपियाँमा त आरामसँग 48 घन्टासम्म अब तिनै हो पनाउ फिल्म मात्रै हेऱ्यो त क्या भाइ वा हान्चर क्यारो। आफूले हेरिसकेपछि अरूलाई पनि यस्तो यस्तो रहेछ भनेर आज यहाँ उपस्थित हुनेहरू तपाईँहरू एकदमै थोरै छ, प्रतिनिधिमूलक छ। तपाईँहरू आजबाट यो पहिलो ऐतिहासिक यो दिनमा तपाईँहरू साक्षी हुनुहुन्छ। तपाईँहरूले यो सन्देश तपाईँको समाजमा लैदिने होला, देश विदेशमा भएको तपाईँको आफन्तलाई भनिदिनु होला। तपाईँहरू आज चाहिँ यो ठान्नुहोस् कि तपाईँहरू पनि रोदी फ्लिक्सको चाहिँ ब्रान्ड एम्बेसडर हो। मैले भन्नुपर्छ त्यो निर्माताहरूको कुराहरू, त्यो चाहिँ त्यो एप्स चलाउनेहरूको पीडाहरू हामीले भन्नुपर्छ, हामीले गर्नुपर्छ, हाम्रै लागि रहेछ भन्ने कुराहरू यो सन्देश लगेर जाने होला। एप्स पनि सब्सक्राइब गरेर जानु होला। अन्तमा समापन भनेको नि यहाँ एउटा चाहिँ नृत्य हुन्छ। त्यो नृत्य हेरेपछि यो अटोमेटिकली यो कार्यक्रम समापन हुन्छ। त्यस पछाडि हामी जलपानमा हुन्छ। अब धेरैले भन्ला यहाँ रोदी कार्यक्रम गर्दाखेरि रोदी भोज भनिराख्दाखेरि एका त गयो त भोजको फेरि अर्को अर्धाङ्गिनी बालकासी भनेर यहाँ धेरै क्युरियोसिटी पनि भयो होला। सायद बालकासी भयो होला, मैले भएको भए मैले यो माइक सामान्य थिएन। बालकासी चाहिँ उसको आज ब्याच के अरे मास्टरको दोस्रो सेमिस्टरको प्र्याक्टिकलको इक्जाम भएर आज जाँच दिन गएको छ। त्यही भएर चाहिँ मैले जाने नजाने
लटरपटर यो कार्यक्रम चलाएको छु, अन्यथा गाह्रो नमान्नु होला भन्दै अन्तिम समापन नृत्य छ है यो। अब यो समापनको भाषण ठुलो गर्नुभन्दा पनि समापनमा नृत्य रहेको छ। अब यो नृत्यको बोल पनि फेरि अलिक नौलै छ है। को होला मेरी मायालु, नृत्य गर्ने मान्छेको मायालु भेटिसकेको हो वा होइन, त्यो अनुसन्धानको विषय नै छ, मैले पनि थाहा छैन। गीतले चाहिँ त्यो भन्छ। यो फिल्मको नाम पनि मायालु रहेछ र सङ्गीत यसको गीतको रचना कुसुम गजमेर, सङ्गीत रञ्जित गजमेर, स्वर चाहिँ आशा भोसलेले गाउनुभएको यो सदाबहार नेपाली गीत यहाँहरू माझ राख्दै मेनुका गुरुङलाई स्टेजमा निम्तो दिँदै म पनि ओझेल पर्दछु। मैले भनिसकेँ, नृत्य सकिने बित्तिकै अटोमेटिक यो जमाना आछ, यो समापन हुन्छ। धन्यवाद।